हेलो साथीहरु, आज चाहिँ म के गर्दैछु भने बाख्राको ढोका थिएन नि त, डोरीले मात्रै यसरी बाँध्दै थिएँ। यसरी बाँधेर चलाउँदैछु। आज म चाहिँ साथीहरु बाख्राको ढोका बनाउँदैछु। यो चाहिँ साइकलको हुन्छ नि, बिग्रेको साइकलको यो चाहिँ बनाएको मैले बनाउँदैछु साथीहरु। के गर्नु, डोरीले बाख्रा बाँधिँदै थियो नि त, त्यही भएर साथीहरु म चाहिँ बाख्राको बनाउँदैछु साथीहरु। यस्तै चल्दैछ मेरो जिन्दगी। बाख्राको खोर बनाउँदैछु। ढोका यस्तो गरेर यो यसरी देख्नुभयो साथीहरु, बाख्राको ढोका यसरी गर्नुपर्छ। डर हुन्छ नि त यसरी गर्यो भने, कस्तो डर हुन्छ। काटी चाहियो। हेलो साथीहरु, म अस्ति जन्मेको 22 गते जन्मेको म कति भाकी छु भन। जाऊ मम्मी, जाऊ ल मम्मी, जाऊ मम्मी। काटी ठोक्नु पर्ने छ। हजुरहरूलाई पनि सजिलो तरिका नि यस्तो है। यो साइकलको टायर हो कि, यो साइकलको टायर हो। यो सजिलो हुन्छ साथीहरु। काटी ठुलो भएछ ल, झरी गयो। साथीहरु सजिलो हुन्छ है यस्तो। हजुरहरूलाई पनि डोरीले मात्रै बाँधेर गर्दै थियौँ नि त। यो बनाउनु चाहिँ छोड्छु नि, अस्ति नै बनाएको हो कि। पहिले यसरी बाँधेर गर्नु पर्थ्यो नि त, अनि कहिले त राति मात्रै नभ्याएर राति मात्रै छोड्नु पर्थ्यो। त्यही भएर बाँध्दा हुन्थ्यो। अब